नमस्ते सबैजना साथीहरूलाई फेरि एउटा नयाँ कम्पनीले यही चैत्र 26 गतेदेखि हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। हामीले यस भिडियोमा त्यसैको बारेमा कुरा गर्नेछौँ, त्यसैले अन्तिमसम्म हेरेर साथ दिनुहोला। एप्लो हाइड्रो पावर कम्पनी लिमिटेडले हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँड गरे पश्चात अब हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी 57 करोड रुपैयाँको 30% अर्थात् 14 करोड 10 लाख रुपैयाँ बराबरको 14,10,000 किता निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये 4,70,000 किता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र 94,000 किता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै कम्पनीले सामूहिक लगानी कोषहरूका लागि 37,000 किता र कम्पनीका कर्मचारीहरूका लागि 18,800 किता सेयर बाँडफाँड गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको 7 करोड 80,20,000 रुपैयाँ बराबरको प्रति सेयर 100 रुपैयाँको अङ्कित मूल्यमा 7,80,200 किता साधारण सेयर हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। सो आइपिओमा न्यूनतम 10 किताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 94,000 किताको लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा चैत्र 30 गते हुनेछ भने ढिलोमा 2083 वैशाख 10 गते हुनेछ। आइपिओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर NPBB- वा रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ। कम्पनीले सञ्चालन गरेको 6 मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत 1 अर्ब 37 करोड 20 लाख 39,000 रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत 22 करोड 86 लाख 73,000 रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 7.77 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 16.43 वर्ष रहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट सी आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएसी एन्ड क्लियरिङ लिमिटेडको निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो एउटा सानो कमेन्ट गरिदिनुहोला र भिडियो मन परेको भए एउटा लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।